नमस्ते दर्शकबिन, तपाईहरुमाझ आज म फेरि धेरै पछाडी एउटा भिडियो लिएर उपस्थित भइसकेको छु र यहाँ तपाईहरुले देख्न सक्नुहुनेछ हामीसँग एउटा फोन रहेको छ। यहाँनेर तपाईहरुले मोडल हेर्न पनि सक्नुहुनेछ। त बत्ती मार त उठेर मोडल यहाँबाट हामी हेर्न सक्छौं। लाभा फोन रहेको छ। लाभा Z91 र तपाईको फोनमा कुनै त्यस्तो प्रब्लम आएको छ भने स्लो चल्ने त्यस्तो छ भने यो भिडियो हेर्नु होला। एकदमै यो भिडियो उपयोगी हुनेछ। त्यस्तो तपाईहरुको फोन ह्याङ हुने, नचल्ने र वाइफाईहरु नटिप्ने त्यस्तो प्रब्लमहरु हुन्छ नि, स्लो चल्ने, इन्टरनेट कनेक्सन गर्दाखेरि स्लो चल्ने हो, त्यस्तो प्रब्लम छ भने र तपाईको मोबाइलमा भाइरस छ भने यो तरिका तपाईले अपनाउन सक्नुहुनेछ। र विशेष गरी त तपाईहरुले एकाउन्टमा गएर यसको गुगल एकाउन्ट रिमुभ गर्नुपर्ने हुन्छ। यसको गुगल एकाउन्ट रहेको छ र यो एकाउन्टलाई यहाँ गएर गुगल एकाउन्ट जाऊ मार न, गुगल एकाउन्ट यसलाई रिमुभ गर्नुपर्ने हुन्छ र एकाउन्ट रिमुभ भइसकेको छ। कृपया भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला र ब्याकअप एन्ड रिसेट तपाईले गएर यसलाई फर्मेट हाल्न सक्नुहुनेछ। रिसेट गर्न यसको पासवर्ड प्याटर्न लक एभ्रिथिङ गरिदिनु होला र यो फोन रिसेट हुन गइरहेको छ। कृपया केही यसले समय लिनेछ रिसेट हुनको लागि र यो फोनको एलसिडी पनि जान लागेको रहेछ। साइडमा एलसिडी प्रब्लम आइरहेछ, धर्का देख्न सकिन्छ, किरकिर भएको देख्न सकिन्छ। र भिडियो अलिकति टाइम दिएर भिडियो अन्तिमसम्म हेर्नु होला। तपाईहरुलाई अवश्य यो काम लाग्न सक्छ। र यही भिडियो मार्फत म तपाईहरुलाई मेरो सानो यहाँ देखाउन गइरहेको छु। मेरो चाहिँ युट्युब च्यानल रहेको छ र तपाईहरुले यहाँ देख्न सक्नुहुनेछ मेरो युट्युब च्यानल फेस टु फेस नेपाल र मेरो युट्युब च्यानल सर्पहरु पक्रेको देखि हरेक किसिमको भिडियोहरु यहाँनेरि आउने गर्दछ।
र मेरो युट्युब च्यानल फेस टु फेस नेपाललाई सब्स्क्राइब गरिदिनु होला। सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर मसँग जोडिनु होला भन्न चाहन्छु। मेरो च्यानललाई सब्स्क्राइब गरेर मसँग जोडिनु होला भन्न चाहन्छु। र त्यसैगरी अर्को पनि च्यानल रहेको छ, दुईटै च्यानललाई सब्स्क्राइब हान्दिनु होला। MASKE मास्केट टेक्निकल भन्ने यहाँ तपाईहरुले देख्न सक्नुहुनेछ, सुरुमा आइसकेको छ। यो चाहिँ मैले मोबाइल सम्बन्धीको भिडियोहरु यहाँ हाल्ने गर्दछु। यो चाहिँ भर्खरै मैले क्रिएट गरेको आइडी हो। मोबाइल सम्बन्धी टेक्निकल सम्बन्धी यहाँ सबै भिडियोहरु हेर्न सक्नुहुनेछ तपाईहरुले। त्यसैगरी यता हाम्रो फोन रेडी भइसकेको छ। यसलाई चाहिँ वेलकम लेट्स गो मा ओके गर्नु होला, स्किप गर्नु होला। सेट अप एज न्यू कन्टिन्यू गर्नु होला। नेक्स्ट गर्नुस्, स्किप गरिदिनुस्, स्किप एनीवे, मोर, अल सेट। र यति गरिसकेपछि तपाईहरुको फोन चाहिँ सुरुमा तपाईहरुले नयाँ खरिद गर्दा किन्दा कस्तो थियो त फोन, त्यस्तै भइसकेको छ। यस नाउ गर्दिनु होला। र तपाईहरुले यहाँ देख्न सक्नुहुनेछ पुरै क्लिन भएको छ फोन, 100% ओके भइसकेको छ। र यसमा अब कुनै प्रब्लम पनि आउने छैन। र एकदमै स्लो चल्थ्यो भने एकदमै फास्ट पनि चल्छ। तपाईहरुले देख्न सक्नुहुनेछ। थ्याङ्क्स फर वाचिङ माई भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र आजको लागि हजुरहरु सामु म बिदा हुन चाहन्छु। र फेरि अर्को भिडियोमा भेट्ने बाचा गर्दै हजुरहरुलाई सम्पूर्णलाई गुड नाइट, शुभयात्रा, नमस्कार भन्न चाहन्छु। हस्त नमस्कार।